कसो पुलमा आइपुग्यौँ हामी हाम्रो टिपाटहरू चाहिँ मोचा के छ मोचा ठिक छैन धेरै वर्ष पछि आयो है केटालाई झगलको लागि त बालेको पौडी खेलेको एक मिनट लाग्छ होला 1 मिनट 1 मिनट लाग्छ यहाँ तल चाहिँ हाम्रो छिमेकी राष्ट्र बिहार भारतको बिहार हो यो हाम्रो चाहिँ अब यता तलतिर चाहिँ बिहार आयो हामी लाग्ने भयो यता माथि यत्रो पानी लगेर हेलो हामी चाहिँ कहाँ आयो यो सुनसरी यो कटान के छ त हामी कहाँ आयो कटान हो यो कटान हाम्रो यात्रादेखि अगाडि इनोरादेखि पछाडि हाम्रो यात्रा चाहिँ कहाँसम्म कान्छ खोइ कान्छ हाम्रो धरानसम्मको धरानसम्मको त्यहाँभन्दा कतै गइँदैन यो चाहिँ पुरै भान्डाबारीको रोड है हाम्रो सिधै भोक्राको ग्रोस दामी छ दामी त के भन्नु जाडोमा मिठो छ होइन हाम्रो स्पेसल के आउँछ अब माछा माछा इधर है ना इधर ही दाजु भन्नु त के भएको अनि तपाईले 2 बन्डलले मोबाइलमा अब हामी चाहिँ धरानतर्फ लाग्यो उनले डाइरेक्ट सुरु गर्दा तपाईँहरू खोइ म त के बुझ्ने है ठेक्कार र घरवालाको दाजु नाम चाहिँ के हो यो होटल स्टार्ट भइसक्यो के छ 3 स्टार 5 स्टार खै मैले नाम त पढेको छु अहिलेको नयाँ होटल हो यो हाम्रो अहिले हामी लगभग 4 वर्ष गाडी बाघ भालु हरिण मृग सब यहाँ पाउँछ सकिसक्यो होला हो सिकारीले सकिसक्यो अरे सिकारीसक्यो है बाटो चाहिँ राम्रो बनाएको छ तर यहाँभन्दा अब केही मिनटपछि हाम्रो श्रमविदहरूको सम्मान गयो होइन ठक्क एरियाबाट चाहिँ फेरि अर्कै चाहिँ अब के धरान परस गरिसक्यौँ यो चाहिँ हाम्रो हकु सम्पाङको नगरपालिकाको होइन रोड चापोसे झाडीमा अहिले देखिएको दृश्य है यो चाहिँ यो फुल पनि हर्क दाजुले नै रोप्नु भएको अरे यो फुलहरू सबै हाम्रो यहाँ धरानको स्थानीय श्रम दादाहरूले रोप्नु भएको फुलहरू अब यहाँ धरान प्रवेश गर्ने एउटा चेकपोस्ट यो छ 3 कुने भन्छ होला अब यताबाट भोटे पुल जान्छ कता जान्छ पूर्वाञ्चल क्याम्पस यता आज चाहिँ भोटे पुलमा जङ्गी अड्डाबाट निस्किनु भयो लेभल पार्नु त लेभलमा पुगा टप यो चाहिँ हाम्रै पार्टनरहरूको होटल हो भरे त्यहाँ दिनुपर्ने 7 करोड यस्तो छ पुरानो बरगाछी भनेको छ अब हामी लेफ्ट साइड जानुपर्ने 1 वे होइन यहाँ पनि ऊ माथिबाट 1 वे हो के कार्यक्रम हुँदैछ कि क्या हो यहाँ घन्टा के कार्यक्रम रहेछ यहाँ
हामी पुत्ली लाइनतिर लाग्यौँ सायद अब सम्मेलन केही भइरहेछ कुन पार्टीको दुर्गा बसाइ दुर्गा वर्ष है दुर्गा बसाइको कार्यक्रम भइरहेछ धरानमा म को कुन छानेछ हौ तिमीले सबै हान्दैछ राम्रो है ठिक छ त हाम्रो यत्रो हाम्रो यिनीहरू चाहिँ रेडी भएको सबले मन पाइसक्यो प्याकिङ गर्नु पनि बाँकी है जुत्ताहरू बिजुङ बाउ यता हाम्रो यत्रो सपिङ गर्नु के कस्तो लागेको छ तपाईँलाई मलाई त बबाल लागेको छ बबाल हो उदयपुरदेखि आएर अनि ललिजेनमा भव्य सपिङ हानिदिनु भएको छ धेरै धेरै रेगुलर कस्टमर है फेरि पोहोर लगाएको थियो हामी होइन धेरै धेरै धन्यवाद छ होइन सामान देखायो नि त हाम्रो सामान त इनफ छ नि प्याकिङ यता छ बबाल छ सामान ल यता छ सामान त टन्नै लिनु भएको छ थुप्रो सामान म चाहिँ डाँडाको के छ भिष्म भाइ हजुर आज जाडोको स्थिति त अलिक गम्भीरै छ अब हाम्रो भिष्म भाइलाई कस्तो लागिरहेको छ होइन अब जाडो यो हामीले अब अन्तिम हो अब 1 महिना बाँकी छ आज पिटर र मसँगको टुर चाहिँ कस्तो लाग्यो अब तपाईँहरूसँग लगभग फर्स्ट टाइमै हिँड्यो होइन लामो यात्रा चाहिँ होइन तर सबै आदरणीय तपाईँ मेरो आफ्नै मित्र सँगै हिँड्दाखेरि त कम्फोर्टेबल भयो नि सबै मेरो चाहिँ यात्रा खुब रमाइलो एकदम फलदायी भयो भनौँ न त्यो त रहनुपर्छ हामी किनकि अब म सिनियर नै भए पनि एज अ फ्रेन्ड अब मैले पनि जहिले पनि बिहेभ गरिराखेको हुन्छु आफ्नो भाइहरूसँग त्यही भएर मसँग खासै सबै मान्छेहरू झ्याम्मिन्छन्